माथि देखेर मैले चाहिँ उसलाई यो ब्रेन जिम गराइरहेको छु दुवैपट्टिको ब्रेन एक्टिभ गराउनको लागि। यो ब्रेन जिमले चाहिँ आई ह्यान्ड कोअर्डिनेसन पनि गराउँछ, दुवै ब्रेनलाई पनि एक्टिभ गराउँछ। त्यही भएर यो गराउन जरुरी पनि छ हामीले। यो मैले गराउँदै गरेको चाहिँ सबै ब्रेन जिमभित्र पर्छ, सबै ब्रेन एक्टिभको लागि नै हो यो। आज चाहिँ उसको डोरीको पिङ चुटिएर उसलाई चकटीमा बसेर चिया खान मन लाग्यो, चकटीमा बसेर खाँदैछ। त्यहाँनिर मैले एउटा झोलुङ्गो जस्तो डोरीको हालिदिएको थियो, त्यो चुट्यो निस्क्यो। त्यही भएर ऊ रिसाउँदैछ, त्यहाँ बस्न नपाएर पनि रिसाउँदैछ। तर पनि यहाँ बसेर खाऊ भन्दाखेरि खाँदैछ खाना चाहिँ उसले। त्यहीँ बसेर उसले त्यही चुट्टेकै ठाउँमा बसेर खानुपर्ने, त्यही भएर त्यहाँ चकटी ओछ्याएर ऊ आफै बसेर खाँदैछ, रिसाउँदै खाँदैछ गर्दैछ। ब्रेकफास्ट खाइरहेको छ उसले, चिया र बिस्कुट खाइरहेको छ त्यहाँ बसेर। उसलाई चाहिँ यस्तो भिडियोहरू क्लिक गरेको मन पर्दैन। मैले भिडियो क्लिक गरेको देखेर ऊ रिसाइ पनि रहेको छ, ब्रेकफास्ट खाँदै पनि छ, खाना पनि मन छ, उठेर हिँड्न मन पनि छैन, तर पनि रिसाइरहेको छ, रिसाउँदै खाँदै गर्दैछ। उसलाई फोटो खिच्न, भिडियो खिच्न एकदम इरिटेट, मन नपर्ने विषय हो यो चाहिँ। उसलाई मन पर्दैन त्यो गर्न चाहिँ। त्यही भएर ऊ हेरिदिँदैन, क्यामेरातिर हेर्दैन, उता फर्किन्छ, फोटोहरू खिच्न मान्दैन। फोटो खिच्नको लागि गाह्रो छ। उसले चाहिँ ब्रेकफास्ट अब खाइसकेको छ, खाइसकेर खेल्न थाल्यो। खेलेको चाहिँ मैले भिडियो क्लिक गरिनँ, एकैचोटि मैले उसले खाना खाएको भिडियो क्लिक गरेको छु। सबै भिडियो क्लिक गरेको पनि मन पराउँदैन उसले। त्यही भएर ब्रेकफास्ट पछाडि खेलेर अनि त्यस पछाडि खाना खाने टाइम भयो उसको। अनि अहिले चाहिँ त्यहीँ बसेर, त्यही ठाउँमा बसेर खाना खाँदैछ। त्यो पिङ नभएको कारणले त्यहीँ बसेर खाँदैछ। भुइँमा बस्दा उसलाई बोरिङ भयो, एकदम गाह्रो भयो। स्कुल पनि छुट्टी थियो दिनभरि, घरमा बस्दा बोरिङ भएर फेरि मैले एउटा साडी निकालेर, आफ्नो साडी निकालेर उसलाई एउटा झोलुङ्गो बनाइदिएँ। त्यो झोलुङ्गोमा अनि ऊ मचिएर बसेको छ, खेलेर बसेको छ। पिङ खेलेको चेलीले पिङ खेलेर बसेको हो। को रहेछ यहाँनिर? हेर्न त को रहेछ? गनगन गर्दै पिङ खेलेर बसिरहेको छ। यो चाहिँ साडीको झोलुङ्गो हो, मजाले खेलिरहेछ। उसलाई मन लागेको बेला मजाले खेलिदिन्छ, हेरिदिन्छ पनि, हाँसी पनि दिन्छ।
उसलाई मन नलागेको बेला ऊ त्यसरी मैले भिडियो क्लिक गरे पछाडि लुकेर बस्छ। मैले त्यहाँ भिडियो क्लिक गरेको देखिसकेको छ, उसले थाहा पाइसकेको छ, त्यही भएर ऊ अनुहार छोपेर बसिरहेको छ नदेखाउनको लागि। खेल्न चाहिँ उसलाई एकदम त्यहाँनिर मजा आइरहेको छ, खेलिरहेको छ मजाले। तर उसलाई यो भिडियो क्लिक गरेको पटक्कै मन परेको छैन। मजाले खेलिरहेको छ। यसरी नै खेल्ने हो ऊ डोरीकोमा पनि। तर आज डोरीको छुट्टिएको कारणले गर्दाखेरि उसलाई मैले यो साडीको लगाइदिन बाध्य भएको छु। दिनभरि टाइम पास पनि उसलाई चाहियो, केही न केही त उसले गरेर बस्न पर्यो। दिनभरि झोलुङ्गामा बस्दा गयो। अनि त्यस पछाडि त्यहाँ बस्न पनि बोरिङ भइसके पछाडि चाहिँ उसले यो क्लिप, लुगा चेप्ने क्लिप निकालेर लिएर आएछ र अनि यो खेल्न थाल्यो। उसलाई चाहिँ एकदम आवाजसँग खेल्न मनपर्छ, आवाज मन पनि पर्छ। आवाज फेरि ठुलो आए पछाडि कान पनि थुन्ने हो, इरिटेट पनि हुन्छ। अनि यो क्लिपहरूसँग खेल्दैछ ऊ 2-4 मिनटसम्म राम्ररी मजाले खेल्छ। अनि त्यस पछाडि फेरि फ्याँक्ने उठाउने उसलाई बजाइदिनु पर्ने, यो भाँडामा हाल्नुपर्ने, अनि बज्ने भाँडामा चाहियो, अनि गराममा फ्याल्नु पर्ने। अनि उसलाई फेरि ठुलो आवाज भएपछि कान थुन्ने उफ्रिने त्यत्तिकै चिचाउने गर्छ। त्यस पछाडि चाहिँ उसलाई त्यो खेल्दै पनि हरेक कुरामा उसलाई एकछिन खेले पछाडि बोरिङ हुन्छ, इरिटेट हुन्छ। साउन्डसँग त्यसरी कान थुन्छ, साउन्ड मन पनि पर्छ, फेरि कान पनि थुन्छ, त्यस्तो टाइपको छ। यो कान थुन्ने पनि अब पहिलाभन्दा त धेरै गएको हो जान त, तर पनि सबै टोटल्ली गइसकेको छैन। ऊ त्यसरी हल्लाउन मनपर्छ उसलाई, एकदम हल्लाउन। आवाज मन परेको हो कि अब कान थुन्न किन मन परेको त्यो पनि सबै कुरो मलाई पनि थाहा छैन। तर पनि पहिलाभन्दा चाहिँ कन्ट्रोलै भएको छ हुन चाहिँ। अब खेल्दैछ, उठाउँदैछ, रिसाउँदैछ, त्यस्तै गरेर अब आजको दिन बिताउँदैछ उसले। स्कुल छुट्टी भएको कारणले गर्दाखेरि घरमै बस्नु पर्यो भनेर पनि बोरिङ भएको छ, गाह्रो भएको छ बस्नलाई। प्रायः छुट्टीको दिन चाहिँ म यस्तै उसले खेल्ने ओर्ने गर्छ, अनि लेखाउने, कलर गराउने, त्यस्तै गराउँछु, टाइम पास गराउँछु। उसलाई कलर पनि गर्न एकदम मनपर्छ, कलर गर्न मनपर्छ, लेख्न पनि मनपर्छ। लेख्ने, कलर गराउने, दिउँसो अलिकति लेखिसकेपछि कलर गर्ने भन्छ। बल्ल यहाँसम्म लेख्न सक्ने भएको छ। यतिसम्म पुर्याउन सफल भएको छु। सबै कुरो त जानेको छैन र पनि उसले अब यसो कपी डाउन गर्न, अलिअलि सेल्फ लेख्न जान्दैछ। भर्खर सुरुवात हो। पेन्सिल पनि समाउन एकदम गाह्रो थियो, यतिको चाहिँ हुँदैछ हुन चाहिँ। केही न केही चाहिँ राम्रै भएको छ, पहिलाको भन्दा सुधारै भएको छ। उसले त्यो सेल्फ जानेको जतिमा पनि उसलाई थाहा छ भने कुनै कुराको अब उसलाई कुनै कन्फ्युज जस्तो भयो भने त्यहाँ साङ्केतिक भाषाको पनि प्रयोग गर्छ। साङ्केतले पनि देखाउँछ, हातको इसाराले पनि गर्छ। उसको स्पिच चाहिँ कम्प्लिट आएको छैन। स्पिचमा चाहिँ अलिकति ढिलो नै छ। स्पिच नआएको पनि होइन, अलिअलि स्पिच पनि छ, तर कम्प्लिट स्पिच छैन। उसले स्पिचको सट्टामा हामीलाई इसारा नै गर्छ, साङ्केतिकै भाषा प्रयोग गर्छ। यो एफर एप्पल बिफर बलहरू पनि अलिअलि लेख्न सिक्दैछ, कोसिस गर्दैछ, अलिअलि जान्दै पनि छ। मजाले जानिसकेको चाहिँ छैन, तर जाने जति उसले जति जानेको छ त्यो चाहिँ पर्फेक्ट क्लियर छ। ऊ थाहा पाएको छ, उसले जाने जति चाहिँ उसले सुरु लेखिदिन्छ। पहिलाभन्दा धेरै राम्रो सुधारै छ। उसले जति जानेको छ त्यति कम्प्लिट लेखेर अनि त्यस पछाडि छोड्ने हो। यत्तिकोसम्म लेख्न पनि भएको छ, कलर पनि भएको छ, कुरा त राम्ररी बुझ्ने भएको छ। तर स्पिचमा एकदम ढिलो भएको छ। स्पिच ढिलो आइरहेको छ, थोरै स्पिच आइरहेको छ आउन चाहिँ। बन्दाको पकौडा उसलाई मैले बन्दाको पकौडा पकाइदिएको छु, खाने भन्दैछ। जेनेलाई चाहिँ यो पकौडा
बन्दाको पकौडा चेलिलाई चाहिँ रोस्ट भनेपछि एकदमै मनपर्छ त्यही भएर मैले रोस्ट बनाइदिएको उसलाई चाहिँ अब मैले बाहिर आउटिङ लाने विचार गरेको छु घरमा बस्दा बस्दा पनि दिनभरि बोरिङ भयो अनि जाने पनि मन गर्दैछ अनि उसले चाहिँ स्लिपर लगाउँदैछ अब जानलाई तयारी हुँदैछ बाहिर एकछिन निकाल्नु पर्यो बाहिर डुलाउनु पर्यो गर्मी पनि अत्याधिक गर्मी छ त्यही भएर उसलाई एकछिन बाहिर डुलाएर लिएर आउनु पर्यो बाहिर निकालेर लिएर आउनु पर्यो भनेर तयारी अवस्थामा छ जेनिल मलाई तयारी भइसक्यो रेडीमा बसिरहेको छ अब माथि जाने भन्दैछ घुम्नलाई अब चाहिँ हामी एकछिन बाहिरतिर घुम्न जानेछौँ अनि अहिले चाहिँ मौसम पनि एकदम शीतल भयो गर्मीको कारणले दिउँसो पनि कतै निस्किन पाइएन अब एकछिन बाहिर गएर आउनेछौँ हामी हेर्नुहोला बाहिर निस्किँदाखेरि चाहिँ ऊ हिजो आज अलिक सजिलो गरी निस्किने भएको छ हुन त बेला बेला उनीहरूले देखाइहाल्छन् आफ्नो टेन्ट्रम त तर पनि पहिलाभन्दा धेरै सजिलो चाहिँ भएको छ उनीहरूलाई कति बेला रिस उठ्छ भन्ने कुरा थाहै हुँदैन पसलहरूतिर देख्दा ओर्दा यो किन्दिनँ त्यो किन्दिनँ भन्ने पनि भएको छ तर एकछिन पर्ख वेट गर भन्दाखेरि अलिक केही माने जस्तो चाहिँ भएको छ हामी चाहिँ घरतिर आइसकेको छौँ यी घरमा चाबी खोल्नको लागि चाबी बोकिरहेको छ घुमफिर गरेर आइसकेको छौँ चप्पल पनि खोल्दैछ अब घर जाने भित्र तयारी पस्ने तयारीमा छ गलेर बुतुक्कै भएर हिँडेर आएको छ चाबी बोकेर तयारीमा छ खोल्नेको तयारी थ्याङ्क यू फर वाचिङ बाई बाई